फास्ट 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 हेलो एभ्रिवान सो गुड इभिनिङ सबैजनालाई सधैँ आज पनि हजुरको माझ एउटा नयाँ कम्पिटिसन ल्याएर आएको छौँ। सो कम्पिटिसनको रुल चाहिँ सेम रहेको छ। 3 मिनटको च्यालेन्ज रहेको छ। 3 मिनटमा हाम्रो गेस्टहरू आउनुभएको छ दुईटा जसले चाहिँ 5-5वटा सब्सक्राइबर पुगाइसक्नु भएको छ। सो हजुर पनि हाम्रो कम्पिटिसनमा हाम्रो च्यानलमा आउन चाहनुहुन्छ, कम्पिटिसनमा भाग लिन चाहनुहुन्छ भनेपछि 5वटा सब्सक्राइब गरेर आफ्नो नाम मेन्सन गर्न सक्नुहुनेछ। अहिले आएको कन्टेस्टेन्टले चाहिँ 5-5वटा सब्सक्राइबर पुरा गरेर आज चाहिँ हाम्रो च्यालेन्जमा भाग लिन आइराख्नु भएको छ। 3 मिनट पानीपुरी च्यालेन्ज 3 मिनट पानीपुरी च्यालेन्ज रहेको छ। 3 मिनटमा जसले सबभन्दा बेसी खायो ऊ चाहिँ जित्नेछ। आजको कम्पिटिसनको चाहिँ पहिलो हाम्रो प्रतिस्पर्धी भाइ अगाडि बस्नु भएको छ। हामीले चाहिँ उनको नाम सोध्छौँ। तुहार नाम का हो भैया? रोशक थारू। सुनिसक्नुभयो रोशन थारू रहेका छन् जुन चाहिँ हाम्रो बानु गाउँका 1 नम्बरका धुरन्धर। योभन्दा अगाडि 10वटा अन्डा 10 सेकेन्डमा खाएर आफ्नो नाम राख्न सफल भएको थिए। सो आज त्यस्तै गरी अब चाहिँ पानीपुरीको च्यालेन्जमा म जित्छु भनेर आएको छन्। सो हामी चाहिँ एकचोटि भनिदिन्छौँ यिनी भाइलाई चाहिँ हामी जब टाइमर स्टार्ट गर्छौँ त्यसपछि चाहिँ हामी भन्छौँ स्टार्ट, त्यसपछि चाहिँ तिमीले खान सक्नेछौ। हुन्छ कि नै? ओके रेडी 1 2 3 गो। फास्ट 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 1 1 1 1 1 1 1 1 फास्ट 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 2 2 2 2 फास्ट 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 भैया फास्ट 3 3 3 3 30 सेकेन्ड हुन लाग्छ। जम्मा 3वटा 4 4 ओन्ली 4 30 सेकेन्ड गन ओन्ली 4। अरे भैया हाले हाले खाओ रे। 5 कैसे भैया हो ना ऐसे कटा भाई 5 भैया हाले हाले हाँ सीधा कर वो हेरो 5 5 कैसे मने हो ना 5 6 6 6 तर घाँटीबाट तर जान्न छैन बाबु। पानीको प्रयोग गर्न सक्छौ। गिलासमा टक्क राखेछ चुस्स खाऊ स्वाट्ट निल। नाउ 6 1 मिनट 12 सेकेन्ड गइसकेको छ बाबु। जम्मा 6वटा अहिले 7वटा 6वटा 7। यदि मिस्टेक भएको छ भने पछि हामी यसलाई करेक्ट गर्छौँ बाबु। फटाफट खाऊ ल। जम्मा 7 1 मिनट 30 सेकेन्ड गन। यही हिसाबले खायो भने तिमीले 15 भन्दा बढी खान सक्दैनौ। फास्ट 8 you are getting late, do fast 8 8 8 8 9 9 9 1 minute 50 सेकेन्ड गन 8 8 8 8 8 पानीपुरीको पुरा मजा लिएर खाइरहेको छ। सो कम्पिटिसन जस्तो गरिरहेको छैन। 9 मुखैभरि पानीपुरी जम्मा 9 2 मिनट 13 सेकेन्ड गन। अब 10 मैले 15वटाको एक्सपेक्टेसन राखेको थिएँ। मुखैभरि पानीपुरी छ। मलाई त गाह्रो लाग्छ सक्छन् कि सक्दैन। सक्छन् जस्तो त लागेको छ। यो चाहिँ 11 बल्ल बल्ल गयो। 11 2 मिनट 30 सेकेन्ड गन 11 12 बिस्तारै ल 12 ल जम्मा 3वटा खाएपछि 15 पुग्छ। पर मुखको सट्ट सक्का 5 4 3 2 1 टाइम ओभर। सो हामी चाहिँ देख्न सक्छौँ भाइले चाहिँ जम्मा 12वटा मात्रै खाएको छन्। सो 3 मिनटको टाइम ड्युरेसनमा चाहिँ उनले चाहिँ जम्मा 12वटा खान सफल भएको छन्। सो अर्को पनि प्रतिस्पर्धी आइसकेको छन्। सो हामीले अघि नै भनिसकेको थियौँ। सो यहाँ चाहिँ 2टा पाहुना आज चाहिँ गेस्टहरू हुनुहुन्छ। सो 2जनाले चाहिँ एक अर्काको विरुद्धमा आज म जित्छु भनेर आइराख्नु भएको थियो। सो जम्मा यी बाबुले चाहिँ
12वटा खाएको छन्। ल हेरौँ है अब हाम्रो नयाँ प्रतिस्पर्धीले कति खानेछन्। हजुरहरूले देख्न सक्नुहुन्छ आजको च्यालेन्जको दोस्रो प्रतिस्पर्धी एकदम तम तयार अवस्थामा सुबोध नेपाल। एकले अर्कालाई चाहिँ बिट गर्छु भनेर चाहिँ आफ्नै बिट गर्ने लेभलको साथी खोजेर सब्सक्राइबर पुगाएर ल्याउनु भएको थियो। सो सुबोधलाई रुल थाहा छँदैछ। हामीले चाहिँ 3 मिनटको टाइम राखेको छौँ। सो 3 मिनटको टाइममा जसले सबभन्दा बढी पानीपुरी खायो त्यो चाहिँ आजको कम्पिटिसनको विनर। सुबोध बाबु, आर यु रेडी? Yes. Okay, we will count and we will say ready, steady, go. Then you have to eat. Yes, okay, ready? Yes. Ready? 1, 2, 3. Your time start now. 1. One. 2. 3. 3. Subodh. 4. 5. 6. के जित्छन् होला त सुबोध बाबुले? 7. सुबोध बाबु जितिन्छ त? अरे ऊ जित्छु भन्नेले 7वटा खाइहालेछ नि 1 मिनेटमा। 1 minute gone. 8. You are getting late. Do fast. Subodh. 9. 10. Now 11. 2 मिनट गइसक्यो सुबोध बाबु। 12. एउटा बढी खायो भने जित्छन्, नयाँ रेकर्ड सेट गर्न गइरहेको छन्। 13. पहिलो प्रतिस्पर्धीलाई चाहिँ बिट गरिसकेको छ। त्यसपछि हामी पनि उत्रिन्छौँ मैदानमा। अब चाहिँ 14. सुबोध फास्ट साइड हेरिरहेको छन्, हेर बाटो। अब चाहिँ 15. 20 सेकेन्ड रिमेनिङ। 15. 16. 5. टाइम ओभर। 17 हामीले देख्न सक्छौँ। काउन्टडाउन गर्न लागेको थियौँ ठ्याक्कै 3 मिनटको ड्युरेसनमा 17वटा पानीपुरी क्वाप्प मुखमा गयो। आजको कम्पिटिसनमा चाहिँ हल्का ट्विस्ट आएको छ। रोशक र सुबोधले भाग लिँदै गर्दा पछाडिबाट मम्मी हेरिराख्नु भएको थियो। आहा आज त फुच्चा आएछन्, ठुलालाई त जिते, यिनलाई त के हुन सकेला भनेर आज त म यिनीहरूलाई पनि जित्छु भनेर रहर लाग्यो। अनि मलाई पनि भाग लिनु छ भनेर रिक्वेस्ट गर्नुभयो। त्यसै अनुसार आज चाहिँ रोशकले 12वटा खाएको छन्। रोशकको रेकर्ड तोड्दै सुबोध बाबुले चाहिँ 17वटा खाएको थिए। अब हाम्रो मम्मी चाहिँ 17वटा त बच्चाको खेल हो, म चाहिँ 27वटा खाइदिन्छु भनेर आउनुभएको छ। एकैचोटि खाइदिन्छु भन्नु लाग्नुभएको छ। मम्मीलाई रुल थाहा छ। हामी चाहिँ अब ढिला नगरिकन टाइमर स्टार्ट गर्छौँ अनि मम्मी खाना सुरु गर्नुहुन्छ। रेडी? 1, 2, 3 गो। एउटा, दुईटा, 2, 3, 4, 5, 6,
पानी 7 8 9 10 11 एक मिनटमा 11वटा यसै अनुसार गएपछि 33वटा 12 कस्तो लागिरहेछ मम्मी 13 पानीको सहारा लाग्नु लाग्यो देख्न सक्छौँ 13वटा पुगिसकेको छ यो चाहिँ 14 14वटा पानीपुरी पनि मुखमा कमै यो चाहिँ 15औँ 15 16 फाइनली 17 सुबोधको बराबरी अब एउटा खाएपछि चाहिँ सुबोधलाई बिट गर्नुहुनेछ 18 2 मिनटमा 18वटा अलि स्पिड अलि स्लो भएको देख्न सक्छौँ 19 20 2 मिनट 25 सेकेन्डमा 20वटा पानीपुरी मुखमा क्वाममै पेट डममै 21 22 जम्मा 20 सेकेन्ड बचेको अवस्था 22वटा पानीपुरी मुखमा 23 अलिकति पानीपुरी बाहिर निस्केको पनि देख्न सक्छौँ 24 ठ्याक्कै 3 मिनटमा 24 फाइनली 25 यो चाहिँ हामी काउन्ट गर्ने छैनौँ सो हामीले चाहिँ देख्न सक्छौँ मम्मीले चाहिँ 24वटा पानीपुरी खाइसक्नु भएको छ रोशक र सुबोधलाई जित्छु भन्दै हुनुहुन्थ्यो त्यो चाहिँ जित्नुभयो रोशक र सुबोधलाई चाहिँ म पनि जित्छु भनेर बसेको थिएँ अब मम्मीले चाहिँ नयाँ ट्विस्ट ल्याइदिनु बिचमा आएर 24वटा खाइदिनु भयो अब मलाई नयाँ च्यालेन्ज रहेको छ कि 24वटालाई बिट गर्नुपर्नेछ यति मात्रै होइन 24वटालाई बिट गरेर नयाँ रेकर्ड सेट गरेपछि मात्रै मैले जित्नेछु किनकि सधैँ चाहिँ हाम्रो यो च्यानलमा भाग लिने एउटा फेमस एकदम च्यानलको सुपरहिट हाम्रो कन्टेस्टेन्ट हुनुहुन्छ उहाँ चाहिँ मेरो बुढी ऊ पनि भाग लिनेछन् लास्टमा भन्दैछन् दुख्न लाग्यो मेरो बुढी लाग्यो पेट भोक लाग्यो बढी भन्दैछन् सो हेरौँ अब मम्मीले दिएको च्यालेन्ज म बिट गर्न सक्छु कि सक्दैन कस्तो लाग्यो मम्मी एकदम ठिक लाग्यो सँगसँगै आइरहेको थियो आँसु सिकान यो समस्या चाहिँ अलि उमेरको हिसाबले होला मलाई अलिक पिरो भएपछि यो चाहिँ छिटो आउँछ तर चुहिएन कन्ट्रोल गरेँ ल ठिक छ 24वटा तपाईँले खानुभयो सुबोध र रोशकको रेकर्ड चाहिँ तोड्नुभयो अनि खुसी लागिरहेछ एकदम यिनीहरूलाई त जितेर खुसी लागिरहेछ अब बुहारीलाई र छोरालाई सक्छु कि नै भन्ने चिन्तामा छु ए ल त ल हेरौँ अब मम्मी जित्नु छ कि को जित्छ ल है गाइज अब चाहिँ आफ्नो जो च्यानलको मान्छे हुनुहुन्छ उहाँ नै गेममा चाहिँ आइसक्नु भएको छ ल अब हेरौँ है त उहाँले कति खानुहुन्छ र 2 सेकेन्ड चाहिँ मेरो वेस्ट हुन्छ है गाइज किनकि यहाँ एक त प्रेस गर अनि हात ल्याऊ अनि खाऊ 1 सेकेन्ड सो 2 सेकेन्ड कन्सिडर गर्नुपर्छ ओके लेट्स गो लेट्स स्टार्ट इज दिस यस 2 सेकेन्ड गन बाबा के जित्नुहुन्छ क्या 14 सेकेन्डमा 3टा खाइसक्नु भएको छ ल 20 सेकेन्ड गइसक्यो 4 5 6 7 8 9
ल है गाइज 11 होइन 12 13 14 15 and 1.5 second gone. 1:30 second gone. Half. 14. 15. मिठो भइरहेछ 16. 17. 2 minute gone. 18. 19. 20. 21. 22. 23. 24. ल मम्मीलाई चाहिँ जितिसक्नु भएको छ 24. 25 and timer is त्यो खाएपछि स्टप है 25 भइसक्यो ल फाइनली साथीहरू हजुरले देख्न सक्नुहुन्छ पहिलो कन्टेस्टेन्टले चाहिँ 12वटा पानीपुरी खाएको थियो के भने चाहिँ दोस्रोले चाहिँ 17वटा सोधबाबुले चाहिँ 17वटा मम्मीले चाहिँ 24वटा मैले चाहिँ एक बढी खाएर चाहिँ जितेको रहेछु 25वटा सो यस्तै भिडियो हेर्नु छ भनेपछि हाम्रो च्यानलमा बनिराख्नु होला हाम्रो आएको भिडियोलाई लाइक गर्नु होला कमेन्ट गर्नु होला र आफ्नो साथीहरूलाई सेयर गर्न चाहिँ नभुल्नु होला and don't forget to do subscribe also. Thank you. Goodbye.